चाउरे दाइले गोमा भाउजूलाई कसेर गालामा एक थप्पड हानिदिएका थिए। त्यही रिसले गर्दाखेरि यिनले त आफ्नो कपडा सपडा पोको पारेर घरबाट निस्किएर जान लाग्छिन्। चाउरे दाइ बाहिर मिसिन चलाएर बसेका थिए। अनि यसो उनी उता गएपछि ओए कहाँ जान लागे त पोको पुन्तुरो बोकेर भन्दाखेरि त म जहाँ गए पनि तिमीलाई के मतलब भनेर झर्किन थाल्छिन्। अनि त्यसपछि त यति सानो कुरामा नि घर छोडेर जानुपर्छ, कसको पर्दैन र ठटक ठुटुक लग्नु चास्नीमा ठटक ठुटुक त परिहाल्छ नि, अनि गाउँ टोलै थर्किने गरी हल्ला मचाउनु पर्छ भनेर उनले कराउँदाखेरि हान्ने बेलामा त्यस्तै गाला फुट्ने गरी हिर्काउने, अनि अहिले चाहिँ खुब ठटक ठुटुक भन्ने भनेर गोमा भाउजू रिसाएर जान लागेकी थिइन्। अनि त्यसपछि त चाउरे दाइले तँलाई के भएको ह, यति सानो कुरामा पनि घर छोडेर जाने हो, यस्तै यस्तै कुराले गर्दाखेरि बिष्टहरूले झन् हामीलाई हेप्ने हुन्थ्यो, कसको घरमा चाहिँ झगडा हुँदैन र लोन सास्नीको झगडा बिष्टहरूको घरमा पनि त परेको हुन्छ नि, कहिले तिनीहरूको केही झगडा परेको सुनेको छ? अनि हाम्रो चाहिँ यति केही हुन पाएको छैन, आकाशै खसे चाहिँ गरेर गाउँभरिकालाई सुनाएर अनि पोको पुन्तुरो बोकेर हिँडी भ्याउने, यही गरेर त हो नि सबैले हेप्ने, हामीलाई बुद्धि नभएकी दमिनी भनेर कराएका थिए। अनि त्यसपछि त तिमी नै जान्ने छौ, तिमी नै सुन्ने छौ नि, मेरो चाउरे महाराज कहीँ नभएका पण्डित भनेर कराउँछिन्। अनि चाउरे दाइले चाहिँ यहाँ आइज, खुरुक्क यहाँ बस भनेर तान्दै पिँढीमा लगेर राखेका थिए। अनि यत्तिकैमा त जुठी आइपुग्छन्। अनि के हो पण्डित सण्डितको कुरा गर्दैछौ त, घरमा नारायण पूजा नै लाउने भयो कि क्या हो भन्दाखेरि लाउँछन् यिनले नारायण पूजा, गाउँभरिका दुनियाँको कुरा सुनेर मेरो गाला फुट्ने गरी हिर्काए, यस्ताले नारायण पूजा लाउँछन् भन्दाखेरि त तपाईँलाई हिर्काएका चाउरे दाइले भनेर सोध्छन्। अनि त्यसपछि त अनि भनेर ती गोमा भाउजूले भन्दाखेरि त अनि जुठेले गाली गर्न थाल्छन्, के भएको दाइ तिमी यसरी भाउजूलाई हिर्काउने हो भनेर कराउँछन्। र ल तपाईँ भित्र जानु भाउजू, म दाइलाई सम्झाउँछु भनेर लाएर भित्र पठाउँछन्। अनि गोमा पनि फनफन्निँदै भित्र गएर आफ्नो पोको पुन्तुरो राख्दै थिइन्। अनि त्यसपछि त के भएको, के तिमीले त्यसरी हिर्काउने हो भाउजूलाई, यहाँ आफू जोडी नभएर कसरी जोडी मिलाम भन्ने भएको छ, भएको जोडी पनि फुट्न खोज्दा रहेछन् भनेर कराउँदै थिए। अनि यता आइज भन्दै चाउरे दाइले तान्दै लिएर जान्छन्। अनि अस्ति त्यो निर्मलीसँग त्यति विधि झगडा गरेर लुछाछुडी नै गर्न थाली, बल्ल बल्ल फुत्काउनको लागि रिसको झोकमा एक थप्पड हानेको के काने आकाशै खसे भन्दा व्रता गर्न थाल्यो, कुम्लो कुटुरो बोकेर हिँड्न थाले कि नि। अनि यता सुन्न, त्यो निर्मली भनेको त जिमल साहबको चम्ची हो। अनि फेरि अहिले पो जिमल साहब नेपाल गएका छन् त, नेपालबाट आउने बित्तिकै त्यसले भयभरको कुरा त लाउँछ त जिमल साहबलाई, अनि त्यसपछि हामीलाई यो गाउँमा बसिसाध्य हुन्छ त, हो त्यही भएर रोकेको हो भन्दै छोड्दै यी सब कुराहरू, हामी लोन चास्नीको बिचमा झै झगडा भइरहन्छ, बरु तेरो चाहिँ योजना के छ, कसो भयो जुनेलाई भगाउने कुरा भनेर सोद्धाखेरि त दाइ यो जिम्मलको छोरीलाई भगाएर घरमा भित्र्याउँछु भन्नु र यो काँडाको झ्याङको बिचमा रहेको फुललाई टिपेर शिरमा लाउँछु भन्नु उस्तै रहेछ, यता पनि घोच्या छ उता पनि घोच्या छ भन्दै थिए। अनि त्यसपछि त चाउरे दाइले अनि त्यो काँडाले घोच्छ भनेर फुल टिपेर कानमै नलाउनु, फुलको सट्टा पाती लाउने हो र भनेर कराउँछन्। अनि त्यसपछि त्यस्तो भनेर हुन्न, आँट केटा आँट, आँटेपछि आँटेको आँटै हुन्छ, अहिले झन् तैँले जुनेलाई भगाउने एकदम सुनौलो अवसर मिलेको छ, यतिखेर जिमल साहब पनि नेपाल गएका छन्, यति बेला तैँले भगाइस् भने त भगाएको भगाइ, तैँले आँट गरिहाल, यसो केही पर्यो सरसहयोग भने म छँदैछु, मैले सहयोग गर्छु भनेर लाउँछन्। त्यसपछि त जुठे पनि मक्ख पर्छन्। अब जुठेले जुनकीलाई भगाउने भनेर योजना बनाएको त कति भयो कति भएन, कहिले के हुँदैन कहिले के हुँदैन, कहिले को आइपुग्छ कहिले को आइपुग्छ गर्दा गर्दै बिचरा यिनीहरूको माया पिरतीको सधैँभरि विरोधै भइराखेको छ। अब अहिले जिमल नभएको बेलामा फ्याट्ट जुठेले भगाइदिए त कति रमाइलो हुन्थ्यो है। अनि यता जिमलनीको घरमा निर्मलनी पुगेकी रहेछन्। अनि जिमलनीले चामल केलाउँदै गर्दा चामलमा मुसाको लिँड भेटिएर घरमा मुसाले दुःख दिने, गाउँमा यो चाउरेका सन्तानले दुःख दिने भनेर यस्तै कुरा गरेकी थिइन्। अनि त्यसपछि त निर्मलले अझ हजुरलाई त अरू कुरा थाहा नै छैन नि हजुर, अझ त्यो गोमा त यो गाउँमा आएदेखि खुब ठुल्ठुलो कुरा गर्छ, त्यो चाउरेका सन्तानले मान्छेलाई मान्छे गन्दैनन्, पँधेरामा गएको बेलामा पनि मैले सो पानी खान के हुन्छ भन्दै हामीसँग बाँच्छे भनेर यस्तै कुरा गर्दै थिइन्। अनि त्यसपछि त भित्रबाट जुने आउँछिन् र निर्मल दिदी आजसम्म तपाईँले चाउरे दाइ जुठे जस्ताले छोएको पानी खाएर कोही मान्छे मरे भनेको समाचार सुन्नु भएको छ रेडियोमा भन्छन्। अनि त्यसपछि त जिमलनी मुसुक्क मुस्कुराएर ओहो नि त मेरो छोरीले कति राम्रो कुरा गरी भन्दै थिइन्। अनि त्यसपछि जुने चाहिँ हो क्यारे भनेर आमाकै आडमा बस्दै पढे लेखेका मान्छेले यस्तै कुरा गर्ने त हो नि भनेर मक्ख परेकी थिइन्। आमाले ढाड सेकाउन थाल्छिन्, बुवा हजुर नेपाल गइसकेपछि तेरो मैले निको चाल मानेको छैन है, तैँले आज भोलि एउटा कुरा पनि भनेको मान्दिनस्, खुब चाउरेको परिवारको वकालत गर्दिरहेछ भनेर कराएकी थिइन्। अनि जुने त फनफन्निँदै खुट्टा बजार्दै जान्छन्। अनि आमाले चाहिँ खुट्टा नबजारिकन जा है, खुट्टा नबजारिकन जा, बुवा हजुरलाई आउन त दिएन, मैले तेरा जगल्टा कसरी गन्दिरहेछु भन्ने कुरा त मलाई
मात्रै थाहा छ भनेर कराउँछिन्। अनि त्यसपछि निर्मलीले ल भयो निर्मली, अब अहिले तैँले केही पनि नभन् त्यो चाउरेका परिवारलाई, अनि त्यो गोमालाई पनि केही पनि नभन्। जिमल साहब नेपालबाट आइसकेपछि म आफै यो विषयमा कुरा गरौँला है त भन्छन्। अनि निर्मली त मक्ख। अब निर्मली त एउटाको कुरा अर्कोलाई, अर्कोको कुरा अर्कोलाई लाएर भान्ने र झगडा गराउने त हो नि, त्यो बाहेक अरू उनको काम छैन। यता जुठे र मने चाहिँ त्यही डिलतिर बसेका थिए। अनि जुठेले त उन्युको पात आफ्नो हातमा छाप्दै न यसको छाप बस्छ न तैँले हाम्रो लागि केही गरिदिन्छस्, जुनेलाई भगाउने भन्दा भन्दै खै त आजसम्म मेसो मिल्न सकेको छैन। झन् जिमल साहब नेपाल भएकै बेलामा भगाउनु पाए भगाएको भगाइ हुन्थ्यो नि। पहिला पहिला त खुब जुठे, तँलाई केही सहयोग गर्नु पर्यो भने मलाई भन है, तँलाई र जुनेलाई मिलाउनलाई मैले जस्तो सुकै सहयोग पनि गर्छु भन्थिस् त, खै त आजभोलि हामीलाई सहयोग गरेको खै त मैले जुनेलाई भगाउन पाएको भनेर कुरा गर्दाखेरि मनेले मैले आजसम्म तिमीहरूका लागि केही पनि गरेको छैन भन्छन्। अनि त्यसपछि त्यस्तो भन्न खोजेको होइन कि, अनि खै त मैले जुनेलाई भगाउने भनेर यत्रो समयसम्म मेसो मिलाएको, अनि खै त मेसो मिलेको भनेर यस्तै कुरा गर्दै थिए। अनि त्यसपछि त तैँले मेसो मिलाइदिँदा कुन दिन जिमल साहब आउँछन्, अनि त्यसपछि त्यत्तिकै हो भन्दाखेरि त कोसिस गरिरहेको छ कि पिर नमान न, त्यही पनि हामीले भित्रभित्र सबै तयारी गरिसकेका छौँ। जुने एकदमै खुसी छे जिमल साहब नेपाल भएकै बेलामा तैँले जुनेलाई भगाइदिइहाले हुन्छ के भनेर मनेले पनि आइडिया दिन्छन्। अनि मनेले त्यति कुरा गरिसकेपछि त जुठे पनि मक्ख पर्छन्। मने चाहिँ घाँस काट्न जान्छन्, अनि जुठे चाहिँ त्यहीँ बसेर खुसी हुँदै आङ तन्काउन थाल्छन्। यता फेरि श्रीधर काकाले एक डोको घाँस लिन गएकी छोरी यतिखेरसम्म आइने काम भनेर केही पनि मेसोमेलोले गरिदिने भन्दै मनेलाई कराउँदै यताउति थन्कुमन्कु गर्दै थिए। यतिकैमा त्यहाँ तोपे आइपुग्छन्। अनि के हो तोपे, तैँले त अस्ति त्यो गौरी र कार्कीलाई त झाड्नुसम्म झाडेछस् त भनेर भनेका थिए। अनि त्यसपछि त नि काका त्यति त गर्नै पर्यो नि, के गर्नु त अब आफ्नो जिम्मेवारी नै भएपछि भन्दाखेरि होइन के जिम्मेवारी हो र त्यस्तो भन्दाखेरि खासमा कुरा के भने नि काका भन्दै जिमल साहब नेपाल जानुभन्दा अगाडि ल अब यो गाउँमा के कसो हुन्छ सबै चियो चर्चा तैँले गर्ने, अनि सबै रेखदेख पनि तैँले गर्ने, जुनकिरीको पनि एकदमै निगरानी राख्ने है। तँलाई त थाहा छँदैछ त्यो जुठेको बारेमा, त्यसलाई अलिकति पनि नजिक हुन नदिने, यस्तो सम्झी कि मनै त हो भनेर त्यति विधि भनेर उनलाई जिम्मा दिएर गएका रहेछन्। अनि त्यस्तो भनेपछि त कुरो त्यस्तो पो भन्दै जिमल साहबले आफूलाई भनेका कुरा पनि श्रीधर काकाले सम्झिन थाल्छन्। तिनलाई पनि जिमल साहबले ल अब एक दुईजनाले विरोध गरे भन्दैमा सबै गाउँ समाज मेरो विपक्षमा कोही पनि बोल्दैन, त्यही पनि अब तिमी छौ त सबै रेखदेख गर्ने, म नआइन्जेल मेरो घरको रेखदेख गर्नु, अनि छोरीको पनि रेखदेख गर्नु है, त्यो जुठे राकालाई यता वरिपरि भड्किन दिने होइन। त्यही पनि म त ढुक्क छु नि, म नभए पनि तिमी छौ, यस्तो सम्झियो कि म यो गाउँमा नहुँदा तिमी नै जिम्मल हौ भनेर त्यति विधि भनेका रहेछन्। त्यसपछि त ती सबै कुराहरू सम्झिएका थिए। अनि त्यसपछि त तोपेले मैले ठिक गरेँ नि काका है भनेर सोध्छन्। अनि ठिकै गरिस् भनेर काकाले भन्छन्। अनि त्यसपछि त जिमल साहब कहिले आइसिन्छ होला नेपालबाट भनेर उनले सोधेका थिए। अनि खोइ अब आजसम्म केही खबर आएको छैन के अरे, आउनु होला अलि दिनमा भन्दाखेरि त चाँडै आइदिए नि हुन्थ्यो नि, जुनकिरी मैसा त जुठेसँग भाग्छिन् कि जस्तो लाग्न थालिसक्यो भनेका थिए तोपेले। अनि त्यसपछि त श्रीधर काकाले भाग्न लाए त सस्ता रेखदेख गर्ने कसरी हुन्छ, रोकेर राख्न त भनेर लाउँछन्। अनि त्यसपछि तोपे आफ्नो बाटो लाग्छन्। अनि श्रीधर काका चाहिँ ओहो हाम्रो जिमल साहब पनि हुनुविधि हुनुहुँदो रहेछ, मलाई जे भनेर जानुभएको थियो त्यही कुरा त्यो तोपेलाई भन्ने, म हुँदै अरूलाई पनि भन्ने, अब खै यिनको पछि लाएर पनि केही फाइदा होला जस्तो छैन भन्न थाले। अब श्रीधर काकाले जिम्मल पछि गो मनै हो भनेर मै गन्ने मान्ने हो भन्ने सोच्थे नि त, जिम्मलको सबै जिम्मा मैले लिएको छु, मै ठुलो भनेर यहाँ गाउँमा हिँडिरहेका थिए। अब जिमल साहबले तोपेलाई पनि त्यति कुरा भन्नुभएको छ भनेपछि त श्रीधर काकाको मन चाहिँ अलिकति खैँचिए जस्तो छ है। यता मने चाहिँ खुट्टाले खादी डोको भोरेर घाँस लिएर जान लागेकी थिइन्। अनि यता निर्मली चाहिँ जाँतोमा मकै पिस्दै रहेछिन्। अनि कार्की पनि त्यही निराश भएर बसेका थिए। के घर ब्याउनु भैँसी मरेको झैँ गरेर निराश भएर बसेको हो भनेर कराएकी थिइन्। अनि त्यसपछि त के गर्नु त निर्मली, अब हुन्छ कि भनेर आश गर्दै यत्तिकै हुने भयो भनेर यस्तै कुरा गरेका थिए। अनि त्यसपछि त एकचोटि भएन भन्दैमा निराश भएर बसेर हुन्छ र फकाउ आफूले पनि यसो कोसिस गर के भनेर यस्तै कुरा गर्छिन्। अनि त्यसपछि त भयो छोड्देऊ, अब बिस्तारै सबै कुरा ठिक हुन्छ, आऊ यता मकै दल्न भनेकी थिइन्। अनि त्यसपछि त कार्कीले मलाई त काम गर्ने जाँगर पनि मरिसक्यो है, आफै गएर काम म गएँ भनेर त्यहाँबाट गएका थिए। अनि कहीँ नभएको पानी मरुवा एकचोटि भन्दा दुईचोटि आफूले फकाउनै जानेको रहेनछ भनेर अनि फेरि आफै काम गर्न थाल्छिन्। अब त्यही गौरी मिलाइदिन्छु भनी निर्मलीले बिचरा यो कार्कीलाई काममा लदाउनुसम्म लदाएकी थिइन्। अब अहिले निर्मलीको र त्यो गोमा भाउजूको यति विधि झगडा भइसकेपछि चाहिँ जे होस् अहिले निर्मली चाहिँ गौरीलाई मिलाइदिन्छु
भनेर कार्कीले फकाउनु छोडेकी रहेछिन्। अनि यता फेरि जुठेकी आमाले जुठेलाई कराउँदै थिइन्, होइन कति त जुने जुने भनेर पछि लागिरहेको, यत्रो वर्ष पछि लाग्दै पनि केही नभएपछि अब त विचार गर्नुपर्छ नि, के कति त्यही जुने जुने भनेर बसेको भन्दाखेरि त जुठेले तिमी जेसुकै भनाइ आमा म त जुने बाहेक अरू कोही केटीसँग पनि बिहे गर्दिन भनेका थिए। अनि आमा रिसाएर पर्लक्क आँखा फर्काएकी थिइन्। के आँखा फर्काएको, मैले त साँच्चै भनेको जुने बाहेक म अरूसँग बिहे गर्दिन भन्छन्। अनि त्यसपछि त परेको छैन जुने जुने भनेर पछि लाग्नको लागि खुर्क आफ्नो जातको केटी खोजेर बिहे गरे हुन्छ भनेर कराउँदै थिइन्। यी सबै कुराहरू त जुठेले उहाँ चौतारामा बसेर सम्झिएका रहेछन्। आमाले पनि मेरो र जुनेको त सफलै नहोस् भन्ने सोचेकी छिन्। त्यही भएर आमा नआउँदै मैले जुनेलाई भगाउन पाए नि हुन्थ्यो नि, तर के गर्नु, भगाउनको लागि अलिअलि खर्च पर्च चाहिन्छ, मलाई कसले देला त खर्च भनेर यतिकै एक्लै कुरा गरिरहेका थिए। यतिकैमा त चाउरे दाइको बुढी आएर म दिन्छु जुठे बाबु तपाईँलाई खर्च, यदि मेरो सानो सहयोगले गर्दाखेरि तपाईँ र जुनकिरीको माया प्रेम सफल हुन्छ भने मैले तपाईँलाई किन सहयोग नगर्ने, लाउनु यो पैसा तपाईँले लैजानुहोस् अनि आँट गर्नुहोस्, भगाउनुहोस् जुनेलाई, मैले बरु बाख्रा साख्रा पछि पालौँला भन्दै पैसा दिन्छन् र यो पैसा मलाई फिर्ता दिन पर्दैन है जुठे बाबु भनेर ल आँट्नु भनेर त हातभरि पैसा दिएर उनी त्यहाँबाट जान्छन्। त्यसपछि त जुठे मक्ख पर्छन्। यता फेरि मने र जुनेको भेट भएको रहेछ। अनि जुने चाहिँ केटाकेटी जस्तो रुख हल्लाएर बस्दै थिइन्। अनि मनेले के गरेको के जुने तैँले केटीकेटीले झैँ जुठे तँलाई भगाउनको लागि तयार भएर बसेको छ, अनि तँ चाहिँ के भन्छेस् भनेर सोधेकी थिइन्। म त पहिल्यैदेखि तयार त छु नि, अब पहिला त्यही जुठेले हुँदैन भनेको, अब अहिले जुठेले मानेको छ भने त म त एकदमै खुसी भएँ भन्दै थिइन्। फेरि यत्तिकैमा निराश भएर तर मने अहिले त बुवा हजुर नेपाल जानु भएको छ, बुवा नभएको बेलामा म भाग्ने अनि फेरि पछि मैले कुन मुख लिएर माइत आउने भन्दै थिइन्। अनि त्यसपछि त मनेले हेर न के भनेको होला, कुन मुख लिएर माइत आउने, के गर्ने कसो गर्ने भन्न थालिस् भने त तँ त भागै हो, एकचोटि भागिस् भने त अनि त जुठेको भइहाल्छेस् नि भनेर यस्तै कुरा गर्दै थिइन्। अनि त्यसपछि त त नि है फेरि बुवा हजुर आउनु भयो भने त कहाँ भाग्न पाइन्छ र भनेर ल भाग्ने मेसो मिलाइदिए, आज बेलुकी नै भाग्ने भनेर लाउँछिन्। दुईटी ट्याक्क टुक्क अब आज बेलुकी भाग्ने भनेर कुरो मिलाइसकेपछि ओहो नि त जुने त यति त खुसी हुन्निन् कि कहिले जुनेलाई भगाउने आँट थिएन, कहिले जुनेलाई भगाउनको लागि पैसा थिएन, तर अब अहिले जुठेले आँट पनि गरेका छन् अनि पैसा पनि पाएका छन् कि अब यसपटक चाहिँ जुने र जुठे भागेर कतै टाढा जालान् त। अब जुने र जुठे भागेर बिहे गर्नुपर्छ अनि उनीहरूको मायाको छुट्टै संसार बसाउनुपर्छ। गाउँ समाजका मान्छेहरूले पनि जुठेलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ भन्ने को हुनुहुन्छ, आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै जुठे सिरियल तपाईहरूलाई कतिको मनपर्छ त त्यो पनि कमेन्ट गर्नुहोस् है।